एक विकेट बाँकी छ अरे फ्लोर बल आउट छोड्यो यार अब जर्सी दिएको मान्छेलाई झन् सपोर्ट गर्नु पऱ्यो नि त होइन कसले कसलाई गर्छ मलाई किन बोलाउनु short यार nice very cool batsman उसको हामी को हो slower ball कन्टेन्ट धेरैमा भइसक्यो अनि तर अझसम्म नि राम्रै उपस्थिति रहेछ मिलाउनु पर्यो तपाईँको धेरै पनि टाइम लाग्यो त आबुधाबी ग्राउन्ड हेर्नु न तपाईँको होइन त्यतिको बेला धेरै भयो क्या हाम्रो नेपालको लागि हिउँमा बसेर हेर्नु पनि पाइरहेको छ क्या भनेपछि समय नै लाग्छ अब त्यो अहिले त अमेरिकाबाट आउँदाको लागि मात्रै छ हो र त्यो यतातिर मात्रै गरिसकेको छ अनि तपाईँको के भन्यो भनेपछि आइसकेपछि अनुसन्धान गरौँला राजा के हो बेटिङ साइडहरू कति भयो हुँदा यार हेर्नु न यो पनि बाइकै हाल्छ यार यो के अरे यो नेपाल T20 के भन्ने खाने दाइ एउटा हेर्नु होइन यो फलो त गरेको छैन कि तर हुन्छ कि जसको त्यसको भिडियो प्रश्न लोगोसको हालेर हामीलाई छुट्टै कुरा हो कि ब्रान्डहरूलाई टाइअप गरेर जस्तै पारस अब रेड बुलको एम्बेसेडर हो होइन अब पारस दाईको प्रपर्टीमा तिमीले एक्सट्रिममा तपाईँलाई सबसलप गरेर हटाएर होइन आफ्नो एकछिन हाल्नु त्यस्तो त्यस्तो त लाग्न सक्यो होइन जस्तै अब रुकिङ अफ नेपाल बन्द यामा बाइक रेड बुलले के राम्रो काम गर्यो भने त्यो रेड बुलको लोगो ब्लर गरेर हालिरहेको चाहिँ बाहिर सक्यो सक्यो आज के हो स्कुल आउनु NBC made a good total of 355, chasing the target of 356. APF lost all their wickets, all their 10 wickets within 170 runs. That was a big win for NBC. So, to give the man of the match for this very game, I have the guest of the owner, Mr. Ramesh Nupane, CFO, Chief Financial Officer of CAN. Sir, please welcome. Now, the man of the match, there was contention for 3 different players. The match referees have selected Dinesh Kharel, Sankar Rana and Lalit Narayan Rajbansi as the contenders for the player of the match. However, the only player which is able to receive this award is none other than Dinesh Kharel for his all-round performance of 60 off 52 balls and 8, 1, 36 and 2 in his bowling as well.
sir, please. अलिकति सेन्टरमा आउनु ल यता हेर्दैन आज अलराउन्ड पर्फर्मेन्स 60 रन पनि जोड्नुभयो बलिङमा पनि केही विकेट चर्काउन सफल हुनुभएको थियो यो गेम टिएसीको गेमसँग भन्दा कतिको डिफ्रेन्ट भयो र यहाँभन्दा अगाडि गेमहरूमा कसरी हेर्दै जानुहुन्छ आफ्नो पर्फर्मेन्स जे रिक्वायर थियो त्यो बेला चाहिँ स्टेप आउट नै गर्नुभयो अब यो चाहिँ एउटा पिलर हुनुभएको Brilliant performance. Thank you once again. And best of luck for the rest of the week. Watching Customer of Gold. रेडी ल सब रेडी हो जता हेर्दा नि हुन्छ आफ्नो कमेन्ट दिनेश बधाई छ पिएम कपमा पहिलोपटक खेल्दै हुनुहुन्छ त्यसमाथि पनि चाँडै नै प्लेयर अफ द म्याच पनि पाउनुभयो आज अलराउन्ड पर्फर्मेन्स कस्तो महसुस हुँदो रहेछ एकदमै रमाइलो आई थिङ्क सोचेको थिएन अब यति चाँडो टर्न अराउन्ड हुन्छ अब अस्ति चाहिँ सोचेको जस्तो पर्फर्मेन्स चाहिँ दिन सकेको थिएन टिमलाई आज चाहिँ कन्ट्रिब्युट गर्न चाहिँ अल 3 डिपार्टमेन्टमा धेरै खुसी छु सो कस्तो थियो सुरुवातमा चाहिँ ब्याटिङ गर्दाखेरि प्लान के थियो जुन हिसाबले विकेट पनि राम्रो खेलिरहेको जस्तो लागेको थियो होइन सर्ट पनि कन्फिडेन्स चाहिँ खेल्दै हुनुहुन्थ्यो अब आई थिङ्क अस्तिको गेममा हामीले धेरै नै त्यो पावर प्ले चाहिँ हल्का युटिलाइज चाहिँ गरेनौँ सो आज चाहिँ त्यो 10 ओभर सुरुवातको बल नयाँ हुँदाखेरि पावर प्ले हुँदाखेरि अब त्यो वी ट्राई टु टेक एडभान्टेज सो त्यो नै हाम्रो मेन गोल चाहिँ थियो ब्याटिङ गर्दाखेरि तपाईँले एनपिएल त खेलिसक्नु भएको छ अगाडि एक्सपिरियन्स नेपालको घरेलु क्रिकेटको तर पिएम कप त्यसमाथि पनि विभागीय टोली अलिकति प्रेसर पनि हुन्छ होइन धेरै एक्सपेक्टेसन पनि हुन्छ कसरी लिनुभयो खेललाई चाहिँ कस्तो हुँदैछ आई थिङ्क अब नेपाल पुलिस क्लबमा चाहिँ स्पेसली मन्जित दाई अनि हाम्रो म्यानेजमेन्ट टिमहरूले धेरै नै फ्रिडम दिनुभएको छ अब पहिला नै गेम देखेर अब भाइ जसरी खेल्छ त्यसरी नै अगाडि लग भन्ने कुरा भएको थियो सो मेरो लागि चाहिँ अब जुन फ्रिडमहरू उहाँहरूले दिनुभएको छ अनि जुन ब्याकिङ छ हाम्रो मेरो रेस्ट अफ टिममेट्सले गर्दाखेरि आई थिङ्क मैले धेरै नै इन्जोय गरिरहेको छु अहिले चाहिँ जस्तो तपाईँ र कुशल चाहिँ पोखरामा पनि सँगै ओपनिङ गर्नुहुन्थ्यो यहाँ जे ट्रफीमा पनि हामीले अब सँगै ओपनिङ त गर्न पाइएन विविध कारणले आज पनि त्यति लामो स्टार्ट गर्न कतिको सहज भएको छ कि कुशलको प्रेजेन्सले अब सागरकै प्रेजेन्सले अब कुशल दाई त अब मेरो लागि मेन्टर नै हुनुहुन्छ अब जति भन्यो भने अब नेपालमा जुन स्ट्यान्डर्ड्सहरू सेट गर्नुभएको छ आई थिङ्क मेरो लागि नै अब फलोइङ पोइन्ट छ अब दाईको ब्याटिङ त वान अफ द बेस्ट छ त्यो नेपाल क्रिकेटमा सो आई थिङ्क त्यो पिलर अथवा रोल मोडल बनाएर खेल्नु इज बिग अब पुलिसको इन्जुरीले अलिकति समस्या दिइरहेको छैन आज पनि हामीले 2-3 जना खेलाडी नै इन्जोर्ड भएर गएको थियौँ डिफेन्डिङ च्याम्पियन भएको हिसाबले चाहिँ त्यो च्याम्पियन टिमलाई अगाडि बढाउनु चाहिँ कतिको कठिन छ अब मोटिभेसन चाहिँ छ होइन अब 3टा पिएम कप टाइटल लगातार जित्न धेरै नै कन्फिडेन्स छ हामीसँग त अब आई थिङ्क वान गेम एट अ टाइम हेऱ्यो भने आई थिङ्क द्याट इज आवर मेन गोल एट द मोमेन्ट अब सुरुको गेम जस्तो सोचेको त्यस्तो भएको थिएन अब पर्सि बागमतीसँग अब रिस्टार्ट आई थिङ्क द्याट्स द मोटो यहाँको पिचले कस्तो बिहेभियर गरिरहेको छ जस्तै फर्स्ट इनिङमा हाइस्ट एकदम अहिलेसम्मकै रेकर्ड टोटल बनाएको छ तर सेकेन्ड इनिङमा चाहिँ तपाईँहरूले त्यस्तो के गर्नुभयो एपिएफको चाहिँ ब्याटिङै चल्न सकेन पिच कस्तो थियो आई थिङ्क अब हामी ब्याटिङ गर्दाखेरि अब हाम्रो प्लानहरू सिम्पलहरू थियो सेट भएर चाहिँ बल्ल रन हेर्न खोजिरहेको थियौँ आई थिङ्क द्याट वाज द मेन गोल आई थिङ्क वी गेभ आवर सेल्स अ लिटल मोर टाइम इन द मिडल अब आई थिङ्क त्यो कारणले अब जुन वेमा हाम्रो ब्याट्सम्यानहरू ब्याटिङ गर्यो त्यही नै कारण थियो तपाईँले करियर चाहिँ कसरी सोच्नु भएको छ नेपाल खेल्न आउनु भएको छ अहिले होइन अब यो पिएम कप खेलेर फेरि न्युजिल्यान्ड फर्किनुहुन्छ अथवा के गर्नुहुन्छ कसरी लिनुहुन्छ अब अहिलेको लागि त यही छु अब लेट्स सी वाट द फ्युचर होल्ड्स अब पहिला त मेन फोकस छ कि नेपाल पुलिस क्लबबाट खेलेर पिएम कप जित्ने अब मेरो पनि फर्स्ट टाइटल हुन्छ इफ वी गेट अ चान्स टु गेट देयर थ्याङ्क यू अल द बेस्ट थ्याङ्क यू गाइज